ल आज चाहिँ हाम्रो टुल्की माया दिदीले कुकिङ गर्नुहुन्छ है, खाना बनाउनुहुन्छ। खाना बनाउनु है आज मिठो है, हुन्छ कि हुन्न? हुन्छ। ल ओके, ल आज हामी के पकाउने रे दिदी? हामीले मासु खाने हो आज, कुकुर खाने। ल मात्तिनु भएन है। ल आगो सल्काउनु त, ल आगो सल्काउनु त। आगो आगो नसल्कायो भने कसरी पाक्छ त नि खाना? सबै कुराहरू रेडी छ यतातिर हाम्रो। ल अब मासु मात्रै आउन बाँकी छ है। ल अब दिदी आगो सल्काउनु पर्यो है सुरुमा। त्यसो नि आगो सल्काउन नि जान्नुपर्छ है पछि। अहिले भाइले सल्काइदिन्छु, हुन्छ कि हुन्न? पछि तपाईँले फेरि आगो सल्काउन नि जान्नुपर्छ। फेरि तपाईँले पछि फेरि आमा उता मामा घरतिर जानुभयो भने तपाईँले कसरी खाने खाना? दाइ आमा नभए भने खाना कसरी खानुहुन्छ ल भन्नु त? भोक लाग्दैन? अनि त्यही भएर तपाईँले आज खाना बनाउनु सिक्ने होइन। खाना अहिलेसम्म बनाउनु भएको छ कि बनाउनु भएन? त्यही भएर आज चाहिँ खाना बनाउनु सिक्ने है तपाईँले है। अब आगो बल्छ, त्यस पछाडि मिठो खाना बनाउने आज दिदीको हातको खाना खानु पर्यो है। ल आगो बल्दैछ है त अब। हुन्छ हुन्छ। के अरे? ल क्यारेट पकाउने? पकाउनु न, मिठो पकाउँछु भने होइन अघि? केमा? के अरे? तपाईँले खानुहुन्छ त एक थाल त? ल अब पकाउने है मिठो गरेर है। ल पानी कति हाल्नुपर्छ ल हाल्नु त? पानी हाल्नु। अब भात बसालिदिनु पर्यो सुरुमा। ल त ल ल भात बसाल्नु पर्यो, पानी अड्कल्नु है। नापेको पनि नाप्नु भयो कति यति पानी ठिक्क हुन्छ? बिर्को यता पछाडि छ दिदी, यहाँ छ यहाँ छ। भात चाहिँ दिदीले पानी अलिक कम्ती हुन्न र दिदी? कम्ती हुन्छ। ल नाप्नु त, नाप्नु त, अड्कल गर्नु त। पुग्छ है? लेट्स है। अब मैले पानी पनि घटाउन केही पनि गर्दिनँ। यसरी कस्तो पाक्छ त्यस्तै खाने आज। अब दिदीले चाहिँ आई थिङ्क यो एकदमै धेरै पानी हाल्नुपर्छ, त्यही पनि। ल हेरौँ ल। हो र? ल आगो फुक्नु, अब आगो फुक्नुपर्छ। दिदी अब भात पाक्न कति समय लाग्छ नि? 2 समय लाग्छ के रे? हो र? 2 समयमा पाक्छ? ल है हेरौँ है। के गरेर बाल्ने? बाल्नु त। बिस्तारै आगो बल्दैछ दिदी, नआत्तिनुस्, बल्दैछ। हजुर हो। ल ल नआत्तिनु न, आगो बल्दैछ बिस्तारै, बल्ला नि त है। अब यो भात पाक्ने बेला हामीले के गर्ने दिदी अब भन्नु त? कुखुरा होइन, ऊ मासु ल्याइसक्यो त्यहाँ। ऊ त्यहाँ ऊ पछाडि हेर्नु त, मासु छ त्यहाँ। यहाँ छ त मासु, मासु मासु छ है। पकाउन त जाने नि सबै कुरो त। ए हो र? पाकेकै छैन अहिले के पकाउन जान्ने? अझै मासु पकाउनै बाँकी छ। ल अहिले फेरि हेरौँ ल है। ल पहिला भात पाक्नु पर्यो। ल अब चाहिँ हामी चक्क लाएर भुइँमै बसियो होइन। भुइँमै बसियो। दिदीले खाना बनाउँदै हुनुहुन्छ। धेरैजनालाई दिदीको लामो भिडियो अनि खाना पकाएको भिडियोहरू ल प्लिज भन्नुभएको थियो है। अनि हाम्रो दिदीको चाहिँ एकदम लाइफमा फर्स्ट टाइम, जिन्दगीमा पहिलोचोटि खाना बनाउँदै हुनुहुन्छ। हेरौँ आज मिठै हुन्छ होला है।
पकाउँछु नि अहिले मैले ए है मिठो पकाउनु है दिदी ल कति दाउरा हाल्ने ल अलिअलि पकाउँछु मैले मिठो पकाउनु है हुन्छ हुन्छ ल अलिअलि पकाउँछु के रे दाउरा एक साइडबाट मात्रै भयो क्या दिदी पक्न है त म हेर्छु के भन्नुभएको अहिले 15 वर्षमा पकाएर राखेपछि ढुक्क हुन्छ 15 वर्षमा ल पकाउनु पकाउनु हामी चाहिँ माछा पुछ्रेको भ्यू सहित यहाँनिर है दिदीको घरमा खाना पकाउँदै हो मिठो बनाउनु है मिठो बनाउनु आगोहरू हेर्नु आगोहरू फुक्नु है दिदी अहिले बल्ल बलेछ राम्रो बलेछ ल अहिले दिउदिन पकाइदिनु पर्ला ल ल ल चलाउनु के अरे कोही आमा मामा कहाँ जानुभयो भने मैले पकाएर दिन्छु अहिले त्यही त नि तपाईँ एक्लै भएको बेला अनि पकाउनु पर्यो नि त तपाईँले त्यही भएर है दिदी अब यो भात उम्लिरहेछ के अरे अनि अब त्यो प्याज टमाटरहरू काट्ने हो कि मासुको लागि है ल मैले कहाँ काटिदिएँ तपाईँले काट्ने नि सिक्नु पर्यो नि त अब दिदीले है ल अब त्यो काट्नु त यो पाक्छ बिस्तारै मैले जान्दिनँ सिक्ने हो नि त नजान्ने नि सिक्नु पर्यो नि त ल जस्तो जान्नुहुन्छ त्यसरी काट्नु ल उता छ प्याज आँसी त्यही छ प्याज काट्नु है मिठो हुनुपर्छ है मिठो पकाउनु पर्छ आज प्याज नै हो त्यो टमाटर भएको ठाउँमा हाल्नु न अहिले हो त्यहाँ काट्नु हो त्यहाँ हाल्नु अब हो त्यहाँ राख्नु अहिले हजुर एउटा त हो के धेरै हुन्छ र मासु मिठो पार्नु पर्यो नि होइन ल काट्नु के भयो अरे किन रुनु भएको ल हाम्रो भात पनि उम्लियो है आज दिदीले मिठो गरेर पकाउनुहुन्छ ल प्याजको त जरा पनि हाल्छ क्या दिदी दिदी जरा मिठो हुन्छ आँसीले काट्नु न आँसीले काट्नुहोस् हो त्यो काट्नु काट्नु न तपाईँ र मैले खाने के एउटा गीत गाउँदै काट्नु न मिठो पुला बनाए नानी टोरीले तन्कायो बजार मन परी पर्यो बजार धान काटे बुधरा धानको बेला ओरौजु भैतरी तैधारा तैला बधाई रे दिदी अब प्याज पनि काटियो है काटिसक्नु भयो हजुर खै अब भात पाक्दैछ के नातिनु अब है के रे आमाले एकास भात खाँदै यहाँ पकाएको खानु होला नि अब आज छोरीले पकाएको जिन्दगीमा पहिलोचोटि होइन खाना पर्यो नि मिठो गरेर है
छोरीले पकाएको राम्रो हो। अब तपाईँले कहिलेकाहीँ एक्लै भयो भने खाना नि पकाउने है। ल ल कोताएर चलाउने खोइ जान्दिन होला। चलाउनु कस्तो भएछ भात? राम्रो भएछ हो राम्रो भएछ। ल अब एउटाले यहाँ घर गर्नु भएन किन? भाइ अब उता जाने के भयो हाम्रो भात के भयो दिदी? पाक्दैछ छोरा ए भाइ अब एकैदिन पाक्दैछ अहिले खाँदा। ल ल मासु पकाउनुमा है हस् हस् भरे नि मासु नि हुन्छ भरे नि दिनभर पकाइराख्ने हो है। भात पाक्यो भाइ निकाल्नुहोस्। निकाल्नु न यहाँ छ अब टालो तपाईँ आफै निकाल्नु न। पहिले निकाल तल राख्नु यता राख्नु अनि अब तिउन पकाउनु पर्यो नि त होइन? ल यता राख्नु यता राख्नु। ल है हाम्रो फाइनल लुक्स कस्तो भएछ भातको? ओए सही भएछ। पानी त मजाले अड्कल्न जान्ने रहेछ नि दिदीले है। ल अब तिउन पकाउनु पर्यो दिदी यसमा बनाऊँ। छ नि छ तेल किन नहुने त्यही छ नि त्यही छ हो र हेर्नु त। ल हाल्नु त चोखेन हाल्नु चोखेन। ल चोखेन हाल्नु है। के आउँदै आएन त तेल त। यति हाल्ने हो? ए चोखेन सिद्धिन्छ भनेर त होइन। ल आगो फुक्नु पर्यो तल आगै बलेन। ल दाउरा मिलाउनु। तेल तात्यो अब के गर्ने हो? तेल तातिसक्यो अब के गर्ने हो? के हाल्ने पहिला सुरुमा? ल ल ल अब गरम त तेल तातिसक्यो। हाल्नु न मासु पकाउने होइन अब के हाल्ने हो? तेलले डढ्नु होला है तेलले डढ्नु होला फेरि। ओहो पोल्यो। ल आज खाना पकाउँदा आफै दिदी डढ्ला जस्तो छ है। ल हाल्नु त्यो सबै हाल्नु। ए के रे? चिकन पार्टी फ्राई हुँदैछ है। अब किन डढाउनु भएको र खाना पकाउन आउँछ भने होइन तपाईँले? ल राम्रोसँग उठेर हाल्नु न सजिलो गरेर। बसेर त उठ्नै नखोज्ने नि। ल बम पड्केला है दिदी बम पड्केला। हाल्नु त्यो हाल्ने मासु सबै। अझै मासु खान मन लागेछ मासु पकाउँछु भन्ने। मासु पकाएको हेरेको त यस्तो रहेछ तालमाल। यो छोडिदिनु त्यसलाई छोडिदिनु ल। यो माटो भएको अब यो चढाउने हो क्या फेरि उता भगवान्लाई। ए ढुङ्गा गयो। ल मासु त के आगोमा पो हाल्ने क्या? आगोमा हाल्ने क्या दिदी मासु त। ल त्यो छोडिदिनु अब छोडिदिनु। ल अब चलाउनु पर्छ अब। पड्केला त्यसले तर्साइदियो। चलाउनु नि नआउने तपाईँलाई त के हो?
चलाउनु चलाउनु केही हुन्न अब केही हुन्न चलाउनु हजुर गेडुलो के भन्छ त्यो गेडुलोलाई के भन्छ नि त्यो गेडुलोलाई ल है यस्तो मजाले हाम्रो टमाटर र प्याजसँगै फ्राई हुन्छ अब छोडिदिनु त्यो छोडिदिनु खसेको छोडिदिनु माटो आउँछ क्या अहिले कहाँ पाकेछ त नि मिठास आउनु न चलाउनु अब कति थकित हुनुभयो त नि यति बनाउँदा नि अहिले आमा छोडिदिनु न तपाईँ जानु पर्यो सायद जानु कस्तो भएछ मिठो भएछ भागेको छैन दिदीले त्यही नहालिकन मासु मिठो छ आमामा कहाँ गएन नि मैले पकाएर दिनु हो कसलाई भाइलाई ए हो अब जान्नु भयो नि है ल ओके ओके अब भात पकाउँछु तरकारी पकाउँछु भइहाल्यो ओके ओके के पकाउँछु रे भात पकाउँछु तरकारी पकाउँछु भइहाल्यो ल अब यसमा के हाल्नुपर्छ हाल्नु त के हाल्ने हो के रहेछ यो पहिला भन्नु त यो के हो तरकारी बनाउँछु कि यो के हो कुनै खुर्सानी सुर्सानी हो कि के राख्छु ल हाल्नु ल उता नभुल्ले यता हाल्नु ल त्यो राख्नु अब के हाल्ने अब यो हाल्नु पर्यो पहिला यो हाल्नु पर्यो त हो भाइ यो के हो कति तेरो त बाफ्रे मेथी टाइम ल ल ल ल अनि अर्कोमा के छ उतापट्टि बट्टामा यो के हो यो हाल्नु भएन यो के रहेछ यो के हो ल बेसन पनि भयो कति मिठो बास्ना आएको दिदी मिठो बास्ना आयो त मिठो बास्ना आयो नि मिठो हुन्छ या ल चलाउनु चलाउनु अब चलाउनु अब चलाउने मिठो बास्ना फेदिन म चलाइदिन्छु तपाईँले चलाउनै नसक्ने रहेछ यसरी चलाउनु पर्छ देख्नुभयो यसरी मिक्स गर्नुपर्छ यताउता के गर्नुपर्छ रे मिक्स गर्ने मिक्स यसरी अब त तपाईँले हो नि दिनदिनै पकाउने है हुन्छ अब दिनदिनै हजुरले पकाउने ल अब फाइनल चाहिँ यो है अब नुन कति हाल्नुहुन्छ एकदम के रे पाकोस् कि थाकोस् ल मिठो बनाउनु है मिठो बनाउनु ल ल लाग्यो ठिकै हाल्नु भन्नुहुन्छ अब स्पाइसेस कतिको पिरो हुन्छ अब आज टाठो पिरो खाने हो कि कस्तो हो दिदी ए ल टाठो पिरो यति पुग्छ है अब कति समय लाग्छ यो पाक्न एकैछिन कति बेला हुन्छ र ए ल अनि पस्किनु है तपाईँले खाना पस्किनु है हुन्छ ल जुम्रा परेछ क्या हो ल लगभग हाम्रो खाना चाहिँ रेडी भयो है दिदीले अब के गर्ने यसमा झोल गर्ने हो कि होइन झोल गरिदिने हो झोलको कति भयो
ल झोल कति गर्ने अब अब म गरिदिउँला झोल ल ल गरिदिनु त नि झोल ल आमा आमा यति अड्कल जान्ने ठ्याक्क अड्कल दिनुभएको छ है हामीलाई झोल ल झोल पनि भयो हाम्रो हो र नुन चाख्ने होइन अब दिदी नुन चाख्नु त अहिले चर्को बोल्नु न गरेछ चर्को बोल्नु नुन चाख्दै हुनुहुन्छ हाम्रो दिदीले चाहिँ ल नुन चाख्नलाई पनि फेरि ओ हो मिठास कस्तो भएछ मिठो भएछ नुन लाहा ल अब हाम्रो चाहिँ खाना रेडी भइसक्यो अब दिदीले पस्किँदै हुनुहुन्छ ल पस्किनु मलाई त यति भयो हुन्छ दिदी तपाईँलाई हाल्नु ल तपाईँलाई हाल्नु ल कति खानुहुन्छ दिदीले कस्तो भएछ अब दिदीको खानाको ट्राई गरौँ भात त राम्रो भयो रहेछ दिदी अब तरकारी नै मिठो भयो होला हुन्छ थपेर खाम्ला नि है यो तपाईँलाई है यो प्लेटमा ल अझै हाल्नुहुन्छ तरकारी मलाई यसमा हालिदिनु तपाईँलाई त्यो बोलमा हाल्नु ल ल अब मलाई पुग्छ अब सबै मलाई होइन पुग्छ अब ल भयो अब तपाईँलाई हाल्नु ल उ त्यहाँ तपाईँलाई अर्को कचौरा छ भो भन्दिनँ है त ल हो त्यसमा तपाईँलाई हाल्नु रस त अब पुग्छ होला नि भयो अब भयो ल ल दिदीले पकाएको खाना चाहिँ अब लेट्स ट्राई अब यति छ मलाई दिदीले पकाएको भात मिठो हुनुहुन्छ अरे ल एकदम मिठो हुनुहुन्छ ट्राई हेरौँ अब त तपाईँले डेली पकाउनु पर्छ दिदी दिनदिनै अनि दिनदिनै पकाएपछि तपाईँलाई बानी हुन्छ पकाउन जान्नुहुन्छ है ल अब म चाख्छु है त हुन्छ कस्तो भएछ तपाईँलाई मिठो लाग्यो ल अब मैले चाख्दैछु है कति मिठो बनाउनु भएको यो हातलाई त ल ल ल यति मिठो पकाउने मिठो मिठो भएर चाहिँ ल कटै भएर आफैलाई कटै भएर ल मिठो भएछ दिदीले फाइनली खाना आज लाइफको फर्स्ट टाइम खाना बनाउनु भएको छ त्यो पनि एकदमै मिठो बनाउनु भयो अब यसरी पकाइराख्नु है सधैँ मासु पकाउन आयो नि तपाईँलाई अरू के पकाउन आउँछ अनि एकदमै मिठो बनाउनु भयो हाम्रो दिदीले है खाना चाहिँ चाख्नु